गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी तीनजना मिलेर कोटेश्वरमा रहेको स्मृति पार्क अनि मदन भण्डारी पार्क घुम्नलाई जाँदैछौँ। तीनजना भएर पछाडि भाइ आउँदै हुनुहुन्छ अनि एकजना भाइ अगाडि हुनुहुन्छ है। अनि हामी चाहिँ तीनजना मिलेर चाहिँ घुम्न हिँडेको छौँ। अनि तर घुम्ने हो अनि फर्किने हो। स्मृति पार्कमा चाहिँ अहिले धेरै राम्रो राम्रो फुलहरू फुलिरहेको छ। त्यो चाहिँ एकदम राम्रो छ क्या। अनि उता हिँड्नु तपाईँलाई के भयो अरे भाइ? हिँड्नु सक्नु भएको छैन आज? भाइलाई आज धेरै पछि रुमबाट निक्लेको हुन्छ, धेरै हिँड्नु गाह्रो भइरहेछ अरे। अनि भाइ चाहिँ बिस्तारै हिँडिनुहुन्छ। अनि अर्को हाम्रो भाइ चाहिँ पुरा अगाडि एक्साइटेड भएर घुमिरहनु भएको छ गाइस होइन। भाइ चाहिँ आज मदन भण्डारी पार्क र स्मृति पार्क घुम्न जाने भनेर एक्साइटेड भएर अगाडि अगाडि हिँडिरहनु भएको छ गाइस। अनि अब हामी चाहिँ मदन भण्डारी पार्क चाहिँ लगभग पुग्न लागिसक्यौँ है। अब त्यहाँको अवस्था के कस्तो छ हामी देखाउनेछौँ। अनि तपाईँहरूलाई अहिलेलाई यति नै त्यहाँ पुगेपछि हामी देखाउनेछौँ, हेर्दै गर्नु होला गाइज। A few moments later, a few inches later, 2 hours later, 1 eternity later. भाइ हुनुहुन्छ यता अनि उता पछाडि भाइ हुनुहुन्छ है। साथीहरू मदन भण्डारी पार्क पनि आइसक्यौँ है। अब यहाँभित्र हामी भिजिट गर्दैछौँ हामी तीनजना भएर। यस हिँड्नु अब यहाँ चाहिँ अब यस्तो हरियाली छ है पुरा। अब हामी चाहिँ जाँदैछौँ, हामी घुम्ने हो। यो मदन भण्डारी पार्क घुमिसकेपछि हामी जान्छौँ स्मृति पार्क। अहिलेको अवस्था चाहिँ यस्तो छ, हरियाली एकदमै राम्रो। हिँड्नु उता हामी चाहिँ मदन भण्डारी पार्क पनि आइसक्यौँ। अब म तपाईँहरूलाई मदन भण्डारी देखाउने छु साथीहरू। यो चाहिँ मदन भण्डारीको साइकल, मदन भण्डारी अनि हाम्रो भाइहरू। अनि यहाँ चाहिँ अहिले यस्तो छ है हरियाली दामी देखिरहेको छ है, फुलहरू पनि फुलिरहेको छ। अनि घुम्न आउनेहरू पनि धेरै हुनुहुन्छ यहाँ। पहिला त धेरै फुल त राम्रो दिन्थ्यो, अहिले चाहिँ छैन रहेछ है। मदन भण्डारी पार्क हाम्रो त्यो साइडमा देख्न सक्नुहुन्छ झन्डा पनि छ है, हाम्रो नेपालको झन्डा। अब हामी यहाँदेखि स्मृति पार्कतिर जानेछौँ। यस्तो दामी हेर्नु यल्लो खालको फुल यस्तो दामी फुलिरहेको छ नि यहाँ तल, कस्तो दामी छ कि। मलाई चाहिँ लास्टै मन पऱ्यो। अब रमित हेरिदिनुहुन्छ भाइहरू, देख्नुभयो साथीहरू। मदन भण्डारी पार्क पनि हामी घुमिसक्यौँ। अब हामी जान्छौँ स्मृति पार्कतर्फ। ह्यान्डसम देखिरहनु भएको छ है यता हाम्रो भाइ। अनि यहाँको हरियाली चाहिँ दामी छ है। यहाँ हेर्नु फुलहरू पनि दामी फुलिरहेछ, खतरा दामी छ है। यस्तो दामी देखिरहेछ होइन, देखिरहेछ यस्तो दामी छ कि। तर उता उभिँदा उभिँदा मन थाके अनि म यहाँ बस्दैछु। अनि माथि चाहिँ छ हाम्रो भाइ अनि मदन भण्डारी सर। खतरा हावा चलिरहेछ है। अनि मिठो हावा आइरहेछ, चिसो चिसो हुन्छ जाने अब पाउनु न। अनि यस्तो दामी छ है हरियाली चाहिँ। वैशाखको बेलामा त हरियाली त दामी हुन्छ। साथीहरू हामी मदन भण्डारी पार्क घुमिसकेर अब हामी चाहिँ स्मृति पार्कतर्फ लाग्दैछौँ। यहाँबाट हामी चाहिँ उफ्री जाँदैछौँ है। अब केही भिडियो हामी यहाँसम्म चाहिँ आधी बनाउनेछौँ, त्यसपछि चाहिँ एकैचोटि पर पुगिसकेपछि बनाउनेछौँ है। यो चाहिँ गेट हो। अब यहाँबाट हामी सट्टै जान्छौँ यो अगाडिबाट। यहाँबाट क्रस गर्ने हो हामी। यहाँबाट लेफ्ट साइड, यहाँबाट सिधा लेफ्ट साइड जाने हो। राइट साइड गयो भने चाहिँ कहाँ पुग्छ मलाई थाहा छैन। यहाँबाट अगाडि हुँदै 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 जानेहरू स्मृति पार्क आइपुग्नलाई चाहिँ मदन भण्डारी पार्कबाट 3 मिनट लाग्ने रहेछ है। 3 मिनट लाग्ने रहेछ। मैले सोचेँ खासै आएको थिइनँ नि त यता। अनि मैले चाहिँ 10 मिनट लाग्छ होला सोचेँ, तर होइन रहेछ 3 मिनट लाग्छ। 3 मिनटमा आइपुगिन्छ। मैले चाहिँ स्मृति पार्क पुग्नलाई चाहिँ 10 मिनट लाग्छ भनेको थिएँ, तर 10 मिनटभन्दा कम लाग्दो रहेछ मदन भण्डारी पार्कबाट। अनि भाइहरूले चाहिँ भनिरहेछ गफ दिनुभयो भनेर। अब लगभग हामी चाहिँ स्मृति पार्क पुगिसकेको छौँ। म हजुरलाई देखाउँछु। दामी दामी फुलहरू फुलेर खतरा राम्रो छ है साथीहरू। फाइनली हामी चाहिँ स्मृति पार्कमा आइपुगेको छौँ। अनि यहाँ हामी चाहिँ छिर्दैछौँ भित्र। यहाँबाट चाहिँ यस्तो दामी दामी छ हरियाली। यता उता तलतिर पनि दामी फुल फुलेको छ है। दुईजना हिँडिरहेछन्। अरू उँभो जाऊँ हामी। हिँडिरहेछौँ है। जङ्गलको बिचमा हिँड्ने जस्तै फिल भइरहेको छ। यहाँ चाहिँ मुनि यस्तो छ नि त साइडमा दामी दामी यो बोट बिरुवाहरू के हो। लगभग नाम त सबै चिन्दिन आउँदैन। अनि त्यही भएर यसको बिचमा हामी हिँडिरहेछौँ।
साथीहरू यहाँ चाहिँ जलकुम्भी खत्तर दामी भएछ पहिला हामी आउँदा चाहिँ मरेको थियो अलिअलि मात्रै थियो यहाँ अहिले चाहिँ दामी भएछ है साथीहरू यहाँको चाहिँ अवस्था यस्तो छ है देख्न सक्नुहुन्छ दामी छ के हरियाली अनि एकदमै रमाइलो स्वच्छ हावा पनि पाइन्छ हामी हिँडिरहेछौँ अब हामी कहाँ यो अगाडि कहाँनिर अब कलेजको नाम के पो थियो बिएस निकितम हो कि के थियो त्यो कलेजको छेउमा निस्किन्छौँ हेर्नु है खतरा दामी छ यस्तो दामी छ है हाम्रो भाइहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ अनि हामी पनि हिँड्दैछौँ हल्का दामी फुल फुलिरहेको छ साथीहरू मैले देखाएँ नि तपाईँहरूलाई हेर्दै गर्नु होला साथीहरू म हिँड्दैछु भिडियो बनाउँदैछु म हिँडिरहेको छु है तर आज चाहिँ म चप्पलमा आएको छु होइन हिँडिरहेको छु है साथीहरू यस्तो दामी छ कि होइन साथीहरू तपाईँहरू पनि एकचोटि आएर घुम्नु होला यस्तो दामी छ होइन कोही बेला मुड अफ भएर बसिरहेको बेला यता हो भने मुड फ्रेस हुन्छ क्या यस्तो दामी छ नि हरियाली अझै त्यो फुलहरू फुलेको ठाउँ त म तपाईँहरूलाई देखाउनु बाँकी छ हेर्दै गर्नु होला साथीहरू साइडमा पनि यस्तो दामी पनि फुल फुलिरहेछ है अनि यो फुलको नाम त के हो मलाई त्यति थाहा छैन यो चाहिँ टोटोला भन्छ टोटोला फुल हो अनि म हिँड्दैछु साथीहरू भिडियो बनाउँदै भाइहरू अगाडि हिँडिरहनु भएको छ दुईजना पनि फुलिरहेको छ यहाँ चाहिँ सरर नेपालको झन्डा पनि छ माथि रुममा बस्दा अल्छी लागिरहेको थियो यता निक्लेर रमाइलो लागिरहेको छ हजुर ल ओके पाउनु अहिले खिच्ने हामी फोटो पनि सरर नेपालको झन्डा पनि देखाइदिन्छु साथीहरू म तपाईँहरूलाई मेरी माया तुच्छु ओ सुन्नु न उ जाने हो हामी सँगै पार्क जाने हो यहाँबाट तर कति मिनट हिँड्नुपर्छ यो भित्रको बाटो छ के ए 5:30को कुरा आएपछि त भक्कु घुम्ने हो नि के को चिन्ता हौ बागमतीको नदी यहाँ चाहिँ अनि यो साइडमा चाहिँ बिएस निकितम कलेज छ तर हामी यो तल्लोपट्टि जानु भन्दै थियौँ आउनु न अब यही त हो नि अब त बानेश्वर निक्लिनु लागिसक्यो निस्किसक्यो अब यो माथि बानेश्वर त नि यहाँ नै स्मृति पार्क मदन भण्डारी स्मृति पार्क समाइपुग्यो यहाँ चाहिँ लभ छ है फोटो खिच्ने भए साथीहरू लभको पनि छ है फोटो खिचेर आउँदा लभ पनि छ है अब यहाँ चाहिँ सरर घुमाइदिन्छु एक फनको तलको पेन्टिङ चाहिँ दामी छ है दामी छ पेन्टिङ चाहिँ यस्तो राम्रो छ होइन अब सरर हामी साथीहरू अघि जुन बाटो आएको थियौँ त्यही बाटो फर्किँदैछु उफ्री घुमेर पनि फर्किँदैछौँ फेरि अब हामी चाहिँ तल्लोपट्टि साइडमा जान्छौँ है अनि हिँडिरहेको छु है म बाटोमा रमाइलो लाग्यो स्मृति पार्कमा आएर चाहिँ क्यामेराबाट दामी फोटो खिच्न चाहनुहुन्छ भने पनि क्यामेराम्यानहरू पनि हुन्छ है साइडमा दामी फोटो खिचिदिनुहुन्छ फोटो खिच्ने सुविधा पनि छ है यता मदन भण्डारी पार्कमा आएर फोटो खिच्न चाहनुहुन्छ भने पनि एकदम क्यामेराम्यानहरू हुनुहुन्छ है साथीहरू माथि छेउदेखि तल्लो छेउसम्म घुमिसक्यौँ है लास्टै रमाइलो पनि भयो बिच हामी रमाइलो गर्दै पनि हिँड्यौँ तर भिडियो चाहिँ बनाउनु पाइनँ अनि साथीहरू यता यस्तो भोक लाग्यो भने खाजाहरू खाने ठाउँ पनि छ है पानीपुरीहरू चटपटीहरू पनि पाउँछ यता अनि यता साइडमा बच्चाहरू खेल्ने ठाउँ पनि छ है बच्चाहरू खेल्ने ठाउँ पनि छ यो साइडमा बच्चाहरू खेल्ने ठाउँ पनि छ के गर्नुभएको तपाईँ यो चाहिँ एकदम धेरै रमाइलो छ अनि घुम्नु आउने मान्छेहरू धेरैजना हुनुहुन्छ आउनु जाम यहाँ भित्र बच्चाहरू खेल्ने ठाउँ छ तर यहाँ चाहिँ बन्द गरेको रहेछ अहिले पहिला चाहिँ डन्नै हुन्छ योमा चाहिँ अहिले चाहिँ बन्द गरेको रहेछ छैन
बच्चाहरू खेल्ने ठाउँ चाहिँ छ तर मान्छेहरू चाहिँ बस्नु दिएको छैन अब हामी यहाँबाट सिधै कोटेश्वर चोक निक्लिने हो अनि जाने हो साथीहरू यस्तो छ दामी छ क्या हरियाली चाहिँ खतरा दामी दिइरहेको छ हो दामी 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 त्यहाँ चाहिँ बच्चाहरूलाई खेल्ने ठाउँ पनि छ है यो साइडमा बस्ने ठाउँ पनि छ यता गलेर आएको बेला बस्ने ठाउँ पनि छ अनि अगाडि जाँदै एउटा ठाउँ पनि भेट्यौँ नि हामीले ल यता बस्ने ठाउँ पनि छ है साथीहरू यस्तो छ साइडमा यहाँ चाहिँ अरू बेला चाहिँ राम्रो थियो है यहाँ अहिले चाहिँ छैन रहेछ पानी यहाँबाट कस्तो दामी झर्छ होइन अहिले त्यो छैन रहेछ आउनु यता जाऊँ हामी अब हामी यता तलतिर जाने थोरै अनि त्यसपछि फर्किने